सबै नेपालीलाई हाम्रो देवालीको शुभकामना। थ्याङ्क यू। अरे वाह 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 हाई हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल प्रेमाइज ब्लगमा तपाईँहरूलाई दिलदेखि स्वागत छ। अनि आजको ब्लग चाहिँ धमाका हुने गइरहेछ है। आज हामीको टिम सबै भोलि आज देउसुरे हो न भोलि बाटकोसीले भन्छ देउसुरे 2 बजी तक आउँछ थियो 2 बजी उता देउसुरे खेल्न सक्छौ भनेको छैन। सो उसले मतलब प्राइलो त देउसुरे आज देउसुरे खेल्न सक्छौ भनिरहेछ त म कन्फ्युज छु हैन। त जो बेहोस देख्न पाउँछ होला देउसुरे ओके। अनि हामी यहाँ हेलो काको सार्बी आइसक्यो नि को हो यो अनि कोही पनि त छैन यहाँ युट्युबमा हान्छ कि भाइ। अच्छा अनि के भन्छ हाम्रो दर्शकबिनलाई बनो भाइ हो राइट। ओइ साच्ची यार मलाई मैले आज बडा ह्यान्डसम देख्छु यार आफूलाई अनि गाइस नि दर्शकबिन तपाईहरुलाई चाहिँ आज म के गर्दै थिएँ अघि भर्खर है तपाईहरुलाई देखाउँदैछु। अनि यहाँ क्यामेराम्यान थिएन नि त भर्खर पूजा गरेर म भर्खर उता फ्री भएँ है तपाईहरुलाई देखाउन जाँदैछु। देख्न सक्नुहुन्छ मैले भर्खरै पूजा गरेको थिएँ हिजो मैले यो क्लिप चाहिँ लिएको थिएँ नि त देखिन के भन्छ भिडियोमा क्याप्चरै भएन छ के थाहै भएन पछि एडिटिङ गर्दा पनि थाहा भयो कि मतलब यो चिज चाहिँ मतलब क्याप्चरै भएन के। अनि यहाँ हामीले सेश्री पूजा गरिरहेको छु हैन। अनि मेरो रुममा पनि पूजा गरेको थियो तपाईहरुलाई देखाउँछु है। ए यहाँ शिवजी भगवान छ अनि लक्ष्मी माता पनि छ अनि राधा कृष्ण छ है। मेरो लेकिन फेभरेट शिवजी होला। शिवजीलाई त माथि उठाइदिन्छ मम्मीले त जेन होस्। अनि मेरो घरको यसो लाइटिङको डेकोरेसन वगैरह अनि आज यो लगाइम हैन यो चाहिँ मम्मीले लगाएँ मैले चाहिँ लगाउनु पाइनँ। आज म उठाए पनि ढिलो भयो अनि भिडियो एडिटिङ गर्दा ओर्दा है अनि रुमको यता घरको काम यता उतै गर्दा ओर्दा त्यति उतै पाइनँ क्या। अनि त्यो भनेर चाहिँ मम्मीले चाहिँ मलाई भन्दै थियो लगाउनु भनेर दर्जाको त्यसै झ्यामाक झिमिक लेकिन त्यो साइनिङ उयो प्लास्टिकको फुल जस्तै अनि मम्मीले चाहिँ लगाएछ क्या। अनि यहाँ यस्तै छ है हो। अनि क्यान्डलवाला लाइटिङ कस्तो रहेछ गाइस प्लिज कमेन्ट गर्नु होला। क्यान्डल अनि ग्वालीमा पनि क्यान्डल देख्न सक्नुभएको होला वहाँ क्यान्डल जलिरहेछ ग्वालीमा पनि। अनि मेन दुईटा गेटमा पनि यसरी क्यान्डल जलाइदिएको छु। केटाकेटीलाई चाहिँ 6 बजी जब आउनु पर्ने भनेको थिएँ है 6 बज्न चाहिँ आँटेको छ। अनि म पनि फटाफट भात खान्छु बादमा मिल्छ है तपाईँहरूसँग। र यो ब्लग लास्ट तक हेर्दै रहनु होला है धमाका हुनेवाला छ मजा आनेवाला छ क्या इन्जोय गर्दै रहनु है। आज मैले चाहिँ बम फुटाएको छुइनँ हो बिर्सिराखेको हो बम फुटाउनु। 4टा थियो 4टा थियो अघि 2टा कसले फुटाएको पनि थाहा छैन 2टा छ हो हातमा त्यो 2टा त त्यसको जस्तो लाग्दैछ मलाई। रेडी छ है ए रेडी छ। आर यु गाइस रेडी यस सो गाइस देख्नु सक्नुहुन्छ हाम्रो यहाँ प्रेम भाइ दाजुले वो हेप्पी दिवाली अरू एउटा छ अब मुन्ना भाइलाई फुटाउनु दिन्छु हो हाम्रो मुन्ना भाइ NP01 ब्लगर लो दोरा गएन यो हजुर यो मजा हेप्पी दिवाली चलो। हेलो गाइस अब हामीले यहाँबाट देखि जाँदैछौँ केटीलाई टाइमिङ दिएको त 6 बजी लेकिन कतिपय त आएको छैन हामीले लेखिनबाट हामीले निक्लेर जान्छौँ आयो भने आएन होइन के हे गाइस त हामीले नि फाइनली के भन्छ फिल्डमा पहुँच्छु क्या पुगिसक्यो। अनि यहाँ बहिनीहरू च्याट्टे हो आफ्नो ट्रेडिसनल कपडामा हामीको केटाहरूको मात्रै ट्रेडिसनल कपडा छैन हो खोइ ढाका टोपी भन्छ केही छैन एक्चुली स्पेसली छोरी मान्छेलाई चाहिन्छ नि त होइन ट्रेडिसनल कपडाहरू त देख्नुमा अलिक राम्रो देख्छ है। त यतिजना अरू खोइ सोनियाहरू जाँदैन रहेछ बोला। आजको ब्लग चाहिँ खतरनाक हुन्छ तपाईँहरू हेर्नु चाहिँ नछोड्नु होला लास्ट तक चाहिँ जरुर हेर्नु है। फाइनली हामीले यहाँ फास्ट गरौँ ल हामीले फास्ट घरमा चाहिँ उता गर्दैछ अनि यहाँ हेर्नु देख्नु सुन्नु होला हामीको रमाइलो तिहारमा रमाइलो गर्दैछु। केटी मान्छेले चाहिँ ट्रेडिसनल कपडा लगाएर चाहिँ एकदमै बढिया रहेछ एकदम दामी रहेछ है। लेकिन केटाहरूको खालि मतलब ट्रेडिसनल कपडा छैन मेन त्यस्तै हो। देउसुरे कैसा है भाई दिवाली का नाम है हैप्पी दिवाली।
सब सब्सक्राइबरले ह्याप्पी दिवाली सबै नेपालीलाई हाम्रो दिवालीको शुभकामना थ्याङ्क यू इन्जोय गर्दैछु ह्याप्पी तिहार हुनु ह्याप्पी तिहार ओइ सबैलाई एकबार जोडले ह्याप्पी तिहार हुनु ह्याप्पी तिहार साबरी मार्दैन ल ओइ गिन्तान यहाँ देख्न सक्नुहुन्छ है लाइट कस्तो दामी टाइपले डेकोरेसन गरेछ गाछमा सो मतलब लाइटिङकै न कुछ मतलब फल मतलब जुन फलमूल झुन्डिरहेको जस्तो है देखेको छैन आपेल या जे पनि कस्तो दामी छ वाउ नाइस अरू लाइटको डेकोरेसन यस्तो दामी लागेको छ कि दामी कस्तो जे नहोस् विजयले सक्यो है विजयले लु आया अरे वाह 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 हैप्पी दिवाली सर सक्यो कान्छाले
आइ 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 दौसुरे 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 हेलो गाइस तो देख्न सक्नुहुन्छ है लाइटिङको डेकोरेसन यस्तो दामी बनाएको छ कि यहाँ तो यहाँ के भन्छ दाजुको थियो दाजुको घरमा म त छुमा जान हामी आएको छु त बहुत रमाइलो यस्तो झिलिमिली लाइट देखेर यस्तो मजा लागेछ पुरा हेपितर भइरहेछ अनि यहाँ गाइस यहाँ हेर्नु सक्छ कस्तो दामी लाइटिङहरु छ पुरा दामी दामी लाइटिङ लगाएको छ एकदम एक लगाएर दिएको छ बहुत ही दामी पुरा लाइटिङ छ घरभरि भटाउने भनेको छ हैन सिर्फ त्यो भटाएको छ दक्षिण पनि आइसक्यो हैन भटाउँदै आको बिचमा खतरनाक घटाउँछ नि त फेरि ओइ हामीको भाइ यहाँ खतरे आफ्नो धुनमा नाचिरहेछ यो चाहिँ खतरनाक हो केटाहरू सब यहाँनिर साइलेन्सदेखि यो भाइ नै खतरा आफ्नै धुनमा दिइरहेछ यहाँ हामीले 4 जना 2 जना गरेर नचाइरहेको छ नि त अनि बिचमा नाच्दो साइडमा नाच भनेर त्यो दिइरहेछ साइडमा यो गुड हो नि त यो अन्त अरे वाह अरे वाह अरे वाह सक्यो गाम्रोले सक्यो गाम्रोले सक्यो आया लु हेर ओहो हेलो गाइस यो घरमा चाहिँ मतलब कारणहरु मतलब कारण गएको छ हैन अनि यो घरमा चाहिँ इन्भर्टर पनि हो त्यो हामीले चाहिँ के गर्यो कि मुखले पनि गाएर चाहिँ नाच्यौं भने चाहिँ मतलब रमाइलो बनेको हैन त्यही कारण हामीले चाहिँ पुरा गाएर नाचिरहेछ नि त इन्जोय भनेको त अब इन्जोय हुन्छ नि त हैन डेकको मात्रै आशा त गर्नु हुन्न कारणको मात्रै आशा गर्नु न मुखले पनि गाएर नाच्नु पर्छ त्यसलाई पो हुन्छ त रमाइलो हेपी दिया हुन्छ नि पाकालाई एक्चुअली नै यो घरमा लाइन छैन लाइन गयो त्यो भनेर सबैले मुखले गाउँदै हामीहरू पुरा आशिक मतलब मुखले गाउँदै भटाउँदैछ नाच्दैछ हैन लाइन छैन नि त अनि त्यो उनीहरूले चाहिँ मतलब सबैले मुखले गायो नाच्दैछ है अनि यहाँ ढोल मादल बजाउने भाइ नाम के हो बनाना अरे वाह अरे वाह मैले के गरौँ तिमी आउँछौ कि अर्को बेगरो आउन त मन लाग्छ मैले के गरौँ तिमी आउँछौ कि अर्को बेगरो मैले भनेको होइन तिमीलाई
रेसम फिरेरी उडेर जाम कि डाँडामा बन्छन् रेसम फिरेरी रेसम मृगलाई ताकेको एउटा रास्ता थियो नि सदा दे आइया समीर फेरि एउटा समीर समीर फेरि एउटा हामीको माधव साहब माधव भाइ सिङ्गर यहाँ छ हामीको सिङ्गर गामुरा मारा मारा हजुरले गाना एकदमै दामी लाग्यो हामीहरु त लेजेन्ड भयो अन्त लेजेन्ड हजुर अच्छा लेकिन गामुरा नै सानो तौरमा त बजाएको थिएन है हेलो गाइस हामीले देखि सक्नुहुन्छ होला मसँग नाचिरहेको साथी चाहिँ मेरो क्लासमेट हो हामी दुईजना सँगै पढेको थियौँ अनि यो चाहिँ अहिले आर्मीमा भयो अनि म चाहिँ के गर्नु म त आगे बढ्नु सकिनँ है अनि यो चाहिँ आगे बढेर आर्मी भयो अहिले आर्मीमा छ भाइ बहुत ही शानदार डान्स हान्दैछ दुईजना मिलेर खतरनाक हुँदैछ नि त बहुत रमाइलो बहुत सालको बादमा भेट्यौँ होइन बहुत इन्जोय गर्दैछौँ यसरी हामी गर्थ्यो यहाँ भेटेर त रमाइलो हुँदैछ है हेर्दै गर्नु होला इन्जोय गर्दै गर्नु होला है हेलो गाइस हामीको गाउँको नि चेलीबेटी पुरा अहिले नि 1:30 बजिसक्यो मतलब 2 पनि बजेको छैन लेकिन यिनीहरू पुरा कति हो आई थिंक 2 बजे है 2 बज्न आँट्छ पनि नि कुखुरा जस्तो झुक्रिरहेछ हामीको बहिनीहरू यस्तो छ है यहाँ आशिष दिने जग्गामा यिनीहरू झुक्रिरहेछ अनि पुरा कुखुरा जस्तो झुक्रिएको के ओइ ओइ के भयो खेल्दैनस् नखेल्ने किन थत्तेरे तिम्रो पनि अनि हामीको बहिनी के आशिष दिने के हो आशिष दिनु पर्ने कि यहाँ बस्नु पर्ने देखे पुरा यिनीहरू नि पुरा अल्छी भइसक्यो देख्यौ ए हामीको अपरेटर अब गाना बजाउने अपरेटर यिनीहरू पुरा हामीलाई के भन्छ र यिनीहरू केटीहरू के खालको के खेल्छ यार यिनीहरू भाइ कस्तो लाग्छ कामरा कस्तो लाग्छ मजा नि हामी त पुरा खेल्नुपर्छ नि चेलीबेटी राखेर हामी फेरि हिँड्नुपर्छ होला न के सो अब हामीहरू हेर्छु होइन के हुन्छ अगर जस उठ्यो भने हामीले खेल्नु पनि सक्छौँ क्या लेकिन चेलीबेटी हो हामी कहाँ राम्रै छ नि के निन्द्रा आएछ है निन्द्रा आएछ आँखामा केही छैन निन्द्रा छैन भने पुरा जस उठिरहेछ यिनीहरू चाहिँ के खालको के निन्द्रा कतिपय यहाँ केटीहरू छ यहाँ बहिनीलाई निन्द्रा लागेको छैन है एउटा कुखुरा जस्तो झुक्रिरहेछ ए बहिनीहरूलाई केही निन्द्रा लागेको छैन ए ठुल्ठुलो बहिनीहरू चाहिँ के भएको अनि सबै कति थियो अघि नै मैले देखाएको थिएँ अघिको टाइममा त कति थियो अहिले पुरा हराउँदै गयो क्या लेकिन जति पनि मान्छेहरू हराउँदै गएको थियो तिनीहरूको भाग खतम क्या मतलब पैसा उतै हुँदैन नि त होइन ओ हेलो म हरा छु नि ल क्या सबूत है कुछ भी अच्छा पुरा नाइन्साफी गर्दै यिनीहरूले मलाई थाहा जब यो लेकिन ए हेलो गाइस हामीको यहाँ डिजे भाइहरूलाई भेट्यो होइन ह्याप्पी तिहार भाइ कस्तो छ ठिकै छ यो अन्त गोर्खा ड्रेस यो अन्त हेर आसामी ढाका टोपी आहा आसामको गोर्खाली च्याट्टै यो अन्त लेकिन हामीको यहाँ गाम्बुरा र डिजे बाबुलाई चाहिँ स्वागत छ ढाका टोपी नाम चाहिँ राखेको छ यार गोर्खाको चाहिँ होस् मैले तिमीलाई मेरो मन भित्रको घर हो यो तिम्रो मन तिम्रो भ्रमको छ म पनि सकिन रक्तो सकिन असन व्यक्तिमा यस्तो कुरा पनि जस्तो हुन्न एपी अलि दाजु बुझेस् कुन ट्रेनिङ गर्नु भाइले के भन्यो बुझ्यो अनि पोजिसन त अनि क्यानो ठाउँमा त अनि हैन तिम्रो उयो बिजीलाई फोन गर्यो फोन उठाइन अनि तिमीलाई रोकिरहेको जेनोस् हामीको यहाँ डिजे बाबुलाई चाहिँ भेटेर साह्रै रमाइलो लाग्यो ल गुड नाइट